गुड मर्निङ एभ्रीवान। आई होप कि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। सो म नै सन्चै छु अनि आज चाहिँ न्यू डे न्यू ब्लग। सो म आशा गर्दछु कि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला भनेर। अनि त्यसपछि अहिले चाहिँ बजेको छ बिहानको 8 त्यस्तै 8 जति कति बज्यो होला हैन। अनि पर दिदीलाई पनि हिजो अति नै सन्चो थिएन नि त, अनि दिदी छिटै सुत्नु भएको थियो। सो अब एकछिन म दिदीलाई पनि हेर्नु जान्छु हैन। अनि मैले बिहान उठेर गर्नुपर्ने सबै कामहरू चाहिँ गर्दै सकिसकेँ हैन। अनि त्यसपछि यहाँनिर चाहिँ अस्ति नै मेरो बहिनीले बाहिर लिएर फुल रोपेको थियो क्या। अनि मैले त्यो फुललाई चाहिँ भित्र लिएको थिएँ, तर त्यो सबै मरेको थियो क्या। अनि अहिले चाहिँ फुल्या रहेछ है। म तपाईँहरूलाई देखाउँछु कस्तो राम्रो फुलिरहेछ। त्यो दिदीलाई बल्लपट्टि हेर्न गएको थिएँ हैन। मस्त सुतिरहेको रहेछ नि त। अब बिरामी मान्छे बिहान बिहान खासै उठ्दा पनि उठ्दैन हैन। बिरामी मान्छे त के मेरै बहिनी त उठ्दैन 9 बजीसम्म हैन। अफिस जानु पर्ने 9 बजीसम्म उठ्दैन भने। अनि दिदी चाहिँ हल्का बिरामी नै रहेछ। हिजो बेलुका औषधि चाहिँ खानु दिएको थिएँ। अनि औषधि खाएर यताउति गरेर सुत्नु चाहिँ सुतेको हो क्या अरे। अब आज चाहिँ हस्पिटल जाने भन्दै थियो। अब लेट्स सी के हुन्छ। अनि अब चाहिँ मेरो काम भनेको चाहिँ लुगासुगा पट्याउनु छ। अनि त्यसपछि लुगाहरू पनि अलिअलि धुनु छ हैन। सो अब चाहिँ त्यो सबै कामहरू चाहिँ म फटाफट गर्छु। अनि त्यसपछि चाहिँ म यतिकै बस्छु हैन। गेम खेल्न पनि मन लागिरहेको छ। त्यसपछि चाहिँ म बस्छु, खानासाना बनाउँछु, खान्छु। अनि साथीहरू तपाईँहरूको कसको कपाल चाहिँ कतिको झर्छ कि झर्दैन हैन। मेरो चाहिँ पहिला कपाल चाहिँ एकदमै धेरै झर्थ्यो। अनि त्यसपछि अब बिचमा अरू के मेथी दानाहरू के लगाउँदा पनि मेरो चाहिँ केही भएन क्या। अनि त्यसपछि मैले चाहिँ के गरेँ भने राइस वाटर हुन्छ नि, चामलको पानी। सो राइस वाटर चाहिँ मैले कपालमा लगाए पछाडि चाहिँ मेरो कपाल झर्नु चाहिँ धेरै रोकिएको छ क्या अहिले चाहिँ। अनि तपाईँहरूको पनि एकदमै धेरै कपाल झर्छ भने चाहिँ राइस वाटर अनि चियापत्ती हुन्छ नि, चियापत्तीको पानी त्यस्तो कपालमा अप्लाई गर्नु हैन। कपाललाई एकदमै राम्रो हुन्छ। अब सबैलाई त थाहा भएन, तर पनि मलाई चाहिँ अलिअलि चाहिँ होस् रोकिरहेछ। अहिले पनि कन्टिन्यू गरिरहेको छु मैले हैन। पहिला त अब यसरी बस्दाखेरि कपालै एउटै यति धेरै बसेको ठाउँमा कपाल झर्ने क्या। अहिले त अब कपाल झर्नु मेरो निकै बन्द भएको छ। त्यस्तो कपाल लामो त छैन, राम्रो पनि छैन। त्यही पनि कपाललाई चाहिँ अब नझर्ने बनाउनु छ नि। प्याजको पानीले पनि हुन्छ हुन चाहिँ हैन। तर प्याजको पानीले चाहिँ मलाई चाहिँ टाउको दुख्यो क्या एकदमै धेरै। त्यसको स्मेल अर्कै टाइपको आउँछ नि त। अनि त्यो प्याजको पानीले चाहिँ मेरो चाहिँ एकदमै टाउको दुख्यो क्या। अनि त्यही भएर त्यो प्याजको पानी चाहिँ म चाहिँ लाउँदिनँ हैन। अनि त्यही पनि अहिले युट्युबमा खोज्यो भने त धेरै कुराहरू देखिन्छ। त्यही पनि मलाई चाहिँ एकदमै इफेक्टिभ लागेको चाहिँ त्यो उयो के राइस वाटर एकदमै धेरै राम्रो मलाई चाहिँ लाग्यो पर्सनली। अनि मेरो पनि कपाल झर्नु चाहिँ एकदमै धेरै रोकिरहेछ अहिले चाहिँ त्यो राइस वाटरले गर्दाखेरि। भनेर प्रोपरली चाहिँ रोकेको चाहिँ छैन, तर पनि अलिअलि जे होस् त्यस्तो साह्रो पहिला जस्तो चाहिँ अहिले चाहिँ मेरो चाहिँ कपाल चाहिँ झरेको छैन। सो तपाईँहरूको पनि कपाल झर्ने एकदमै धेरै समस्या छ त्यस्तो छ भने चाहिँ राइस वाटर अप्लाई गर्नु होला। सो त्यसले चाहिँ राम्रो हुन्छ। मेरो चाहिँ कपडा पटाउनु मिलाउनु यति धेरै बाँकी छ हैन। अझै अरू पनि बाँकी छ हैन। यो त्यस्तो धेरै बिग्रेको त थिएन, त्यही पनि यो मिलाएर अर्कै ठाउँ राख्नुपर्ने भयो क्या। त्यही भएर यो चाहिँ सबै मैले निकालेको हैन। अब चाहिँ म सबैलाई पट्याउँछु। यस्तो टाइम जान्छ कि म सबैजनालाई पट्याएर त्यसपछि राख्छु। यहाँनिर राखिदिन्छु सबैलाई है, म सबै पट्याएर।
सपडा चाहिँ पटारिसके अनि त्यसपछि राखी पनि सकेँ होइन। कस्तो झ्याउ लाग्दो है, कस्तो अल्छी लाग्दो है। अनि मेरो बहिनी पनि छ नि त, छन चाहिँ अहिले त ऊ त एकछिनमा अफिस जाने हो नि त, उठ्दैन भने क्या, कति उठाउँदा पनि उठ्दैन कि, कस्तो झ्याउ लागेर भने। अनि है साथीहरू, हिजो चाहिँ अब के गर्दा यत्तिकै के गर्दा भन्दा पनि अब त्यो अल्छी लागेर हामीले चाहिँ कसैले पनि मामै नखाइ सुतेको थियो क्या। अनि मलाई चाहिँ भोक पनि लागिरहेछ। अनि अब त 10-11 बज्न लागिसकिसक्यो नि त, भनेको 11 बज्न लागिसकिसक्यो। अनि आज चाहिँ मैले उयो पनि नखाएको कि, चिया त मलाई मनै पर्दैन, कफी सफी थिएन, सकिरहेको रहेछ। अनि त्यही भएर मैले चिया पनि खाएन होइन। त्यो कस्तो अल्छी लागिरहेछ क्या। अनि भोक पनि लागिरहेछ, किनभने हिजो खानै खाएन नि त। अनि टाइम पनि गइसकिसक्यो। सो अब चाहिँ म खानासाना बनाउँछु, अनि त्यसपछि खान्छु। त्यसपछि अब के हुन्छ त्यतिखेर थाहा हुन्छ। मैले चाहिँ खानासाना सबै बनाइसकिसकेँ होइन, खाएको चाहिँ छैन, यत्तिकै बसिरहेको। अनि त्यसपछि दिदीको चाहिँ फोन बिग्रियो अरे क्या। अनि सन्चो पनि नभएकोमा चाहिँ लास्टमा फोन पनि बिग्रियो। अनि सबै कुरा बर्बाद भएर तल फोन पसलमा फोन चाहिँ छोडेर आउनु भएको रहेछ, भर्खरै बनाउन दिनु होइन। अब कतिखेर फोनसम्म बनिन्छ के हुन्छ, अनि त्यसपछि लिएर आउनुहुन्छ ल। अब फोन बिग्रेर काल पल्ट्यो होइन त दिदी? पल्टिहाल्थ्यो नि, अब फोन बनिन त। अनि नत्र बोल्नु पाउँथ्यो, साथीहरूसँग हेलो हाई गर्न पाउँथ्यो। अब हेलो हाई पछि गर्नुपर्छ। अब अहिले के हेलो हाई, अब बिरामी मान्छे होइन, बिरामी मान्छे होइन साथीहरू। अब एक्लै त झ्याउ पनि हुन्छ नि त, एक्लै कोठामा बसिराख्दाखेरि। अब बिचरा यो दिदीलाई कति एक्लै झ्याउ लागिरहेको ल, झन् फोन पनि बिग्रिदिइराखेँ बिच। के गर्नु, तर त्यो चार्ज घर मात्रै बिग्रियो हो, छिटै बन्न चाहिँ बनिहाल्छ। त्यस्तो केही टेन्सन केही लिनु पर्दैन, टेन्सन नै लिने का कुछ नै होगा। ए गालामा हात लाएर नबस्नु है, मलाई यहाँ कस्तो टाउ भइरहेछ। के गालामा हात लाएर बस्नु? औषधि खाएन बिहान? के अरे त्यही औषधि खानु है त। हिजो साथी मुना दाई आएन? किन आएको त? अनि को खासमा यहाँ आउने चाहिँ को हो त खर्च दिनुलाई तपाईँलाई? ठेकदार पनि नआउने? यता छैन पो। ए मैले चाहिँ मामसाम चाहिँ खाइसकिसकेँ। अनि त्यसपछि यहाँनिर चाहिँ मेरो थोरै होमवर्कहरू छ, अब घरमा गर्नुपर्ने कामहरू छ। हजुर के चाहिँ ल म आउँछु। अनि दिदीले त्यहाँनिर मलाई खोइ किन बोलाउँदै हुनुहुन्छ। एकैछिन चाहिँ म अब दिदीकोमा जान्छु। अनि त्यसपछि अब यताउति गरेर अरू गर्नुपर्ने कामहरू छ, जे होस् रुममै बसेर गर्नुपर्ने कामहरू छ। सो त्यो कामहरू चाहिँ अब म गर्छु होइन। सो त्यसपछि चाहिँ अब अरू कुरा त केही पनि छैन, यस्तै हो नर्मल लाइफ होइन। रुममा बस्दै केही छैन, अल्छी लाग्छ, अल्छी हामी सुत्यो। तर म चाहिँ दिउँसो चाहिँ खासै सुत्दिनँ होइन, सुत्दिनँ भन्दा पनि निन्द्रा पनि आउँदैन। अनि धेरै सुत्यो भने पनि के यो यता पछाडि टाउको हुन्छ नि कति धेरै दुख्छ क्या, त्यही भएर म चाहिँ त्यो खासै सुत्न चाहिँ सुत्दिनँ। त्यति धेरै सुत्नु चाहिँ मेरो डिक्सनरीमा छैन होइन। तर पनि कहिलेकाहीँ चाहिँ अल्छी धेरै लाग्छ। अनि अल्छी लागेर चाहिँ म गेम्स पनि खेल्छु क्या। गेम खेल्नु चाहिँ मलाई रमाइलो लाग्छ होइन। तर काम हुन्छ नि त, अरू पनि काम हुन्छ। अब रुममा त रुममै बसिरहेको छु, तर पनि अलिक थोरै कामहरू धेरै छ मेरो। सो मैले चाहिँ यहाँनिरको सबै कामहरू पनि गरिदिइसकिसकेँ रुमको होइन। अनि मेरो अरू बाहिरको त्यो कामहरू पनि थियो, त्यो पनि सबै मैले सकिसकेँ होइन। अनि अब चाहिँ म चाहिँ हस्पिटल जाँदैछु दिदीसँग, किनभने दिदीलाई त्यति धेरैको थाहा पनि हुँदैन नि त। अनि त्यसपछि अब यताउति गर्नुपर्छ, त्यो थाहा हुँदैन। त्यही भएर अब चाहिँ म चाहिँ बाहिर जाँदैछु। हजुर पख्नु एकछिन, म आएँ पख्नु न। अनि चाहिँ अब चाहिँ जतिजनाले पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ प्लिज सबैजनाले गरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला, सबैजनाले माया देखाउनु होला है। अनि त्यसपछि अरू कुरा त त्यही हो। सो सबैजना खुसी रहनुहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् भन्दै आजको लागि भिडियो यति नै। म नेक्स्ट ब्लगहरू लिएर आउनेछु। सो तबसम्मको लागि बाई बाई।